कतिजनाले यो झलर भनेको के हो भनेर सोध्नु भएको थियो कमेन्टमा। झलर भनेको त्यो है त, यसलाई हामी टेक्निकली फेसिया बिम भन्छौँ। यो झलर चाहिँ किन राखेको भने जस्तै यहाँ बिम हामीले तान्छौँ नि, यो 9 इन्चीको बिम होइन, त्यो बिम तान्यो होइन, यदि यो झलर नहुँदो हो त यो बिम देखिन्छ क्या है। अब यो कति बेला मन पर्दैन, जस्तै है उत्यो गऱ्यो भने त उत्यो घरमा यसरी बिम तानेको छ नि, त्यो बिम देखिन्छ क्या अगाडिबाट। हो त्यो बिम नदेखियोस् भनेर त्यसरी हेर्नु त, बिम नदेखियोस् भनेर अनि यसरी छेक्ने हो क्या है। त्यो छेक्ने संरचनालाई फेसिया बिम अथवा साइडतिर झलर भनिन्छ होइन। त्यसलाई चाहिँ सरर यसरी घुमाएपछि त्यो बिम देखिँदैन होइन, अनि डिजाइन पनि आयो। नर्मली हामीले डिजाइन गर्दाखेरि चाहिँ के गर्छौँ भने यो जुन झलरको मोटाइ छ नि, झलरको मोटाइ बराबर यो बक्स बनाइदिन्छौँ क्या, वाल बनाइदिन्छौँ। अब यहाँनिरको डिजाइन त यो यस्तो गएर माथि बन्द हुन्छ होइन, अनि यहाँनिर यो बक्स डिजाइनमा अब यो जुन यसको चौडाइ छ होइन, त्यस्तै यसको पनि चौडाइ गरिन्छ कि है। यो डिजाइन अनुसारको कुरा भयो। अनि जति पनि हामीले यहाँ बक्स यो अब जस्तै मानिलियो यो हाम्रो 17 इन्चीको छ भने हामीले यो वाल पनि 17 इन्ची नै राख्छौँ क्या है। 17 इन्ची राख्दाखेरि अब त्यसलाई सोलिड वाल गर्नुभन्दा पनि हामीले 4 इन्चीले सरर घुमाएर, किनभने हामीलाई यो बाहिरको भाग 17 इन्ची देखाउनु त हो होइन, त्यो भएर हामीले 17 इन्चीको ठुलो वाल लगाउनु भन्दा पनि 4 इन्चीको वालले सरर घुमाउँछौँ र भित्र खाली गर्छौँ कि है। भित्र खाली गर्छ। खाली गर्नुको कारण भनेको एउटा त लोड घट्छ, किनभने यो टपमा धेरै लोड दिनु भनेको गलत हो होइन। अनि अर्को भनेको त्यो भित्र खाली गरेपछि के हुन्छ भने माथिबाट हाम्रो कौसीको पानी जाने पाइप त्यो भित्रबाट झारेर यहाँबाट निकाल्न सक्छ कि। त्यो भएपछि बाहिर हाम्रो जुन एलिभेसन छ त्यसमा त्यो पाइपहरू झुन्डेको होइन देखिँदैन, अहिले राम्रो देखिन्छ, सुन्दर देखिन्छ होइन। खाली छोडेको छ नि, त्यहाँनिर खाली छ होइन, यहाँनिर पनि उता हेर्नु त त्यो खाली छ नि, त्यो इँटाहरू मात्र दिएछ नि हो होइन। यो खाली चाहिँ छोड्नुपर्छ कि यो बक्स लगाउँदाखेरि, किनभने भित्र खाली पाल छ नि त होइन। भित्र पाल भएपछि माथिबाट काम गर्दाखेरि केही झर्न सक्छ होइन। एउटा त्यो सफा गर्न मिलेन। अर्को के हुन्छ भने अब त्यहाँबाट त हामीलाई पछि पाइप झार्नु छ नि त, पाइप झार्नलाई त्यहाँनिर इल्टीले पाल पार्नु पऱ्यो प्लम्बरले होइन। त्यो भएर त्यो भाग खाली गरेको हो क्या है। त्यो चाहिँ हामीले 3 फिट हाइट दिएर अब त्यो हाम्रो 2.5 फिटको टप छ, त्यो पुरै खाली गरेका छौँ। पछि अब प्लम्बरले त्यहाँ हिल्टीले पाल गरेर पाइप निकाल्छ होइन, अनि भित्र सफा गरेर त्यसपछि त्यसलाई टालिदिने हो अनि प्लास्टर गर्ने होइन। अनि यसमा प्लास्टर गर्दाखेरि एउटा टिप्स के हुन्छ भने अब यो भिडियो छोटो बनाउँछु भन्छ, जहिले लामो हुन्छ होइन। एनिवेज यहाँनिर जस्तै अब यो टाइलहरू टास्नु, ढुङ्गाहरू टास्नु त्यो खासै व्यवहारिक चाहिँ हुँदैन है त। जसले साइडमा काम गरेको छ, साइडमा अब्जर्भ गरेको छ, यसो विचार गर्नु होला तपाईँले पनि होइन। यो के हुन्छ भने एउटा त एलिभेसन टाइल्सहरू झर्छ है, त्यो आफै पनि झरेर हुन्छ होइन, भूकम्पमा मात्रै पनि आफै पनि झरेर हुन्छ नि। मान्छे हिँड्दाखेरि लागिरहेको हुन्छ, बच्चाहरूलाई लागिरहेको हुन्छ, त्यसलाई मलाई समाचारमा पनि सुनिन्छ होइन। त्यसैले एलिभेसन टाइल्सहरू मलाई खासै राख्ने म सल्लाह दिँदिनँ। अनि अर्को ढुङ्गा हुन्छ नि, जुन फ्ल्याग स्टोन भन्छ नि, ढुङ्गा पनि खासै राख्ने कुरा होइन क्या, त्यो पनि झर्छ है। सबैभन्दा राम्रो व्यवहारिक प्र्याक्टिकल होइन फङ्सनल चाहिँ के हुन्छ भने प्लास्टरै हो कि, प्लास्टरमै डिजाइन दिने क्या। अब हामीले चाहिँ यस्तो अवस्थामा मैले पर्सनली आफ्नो साइडमा के गर्छु भने सरर लाएर यसको छेउछेउमा पानीपट्टि घुमाइदिन्छु क्या है। पानीपट्टि 2 इन्चीको पानीपट्टि सरर घुमाइदिन्छु। त्यसपछि त्यो भित्र अलिकति भएको हुन्छ नि, त्यसमा चाहिँ टेक्सचर पेन्ट हान्छु क्या है। बरु पेन्टहरूबाट कलरबाट डिजाइन निकाल्ने, न कि त्यो टाइल्स होइन अनि त्यो ढुङ्गाहरूबाट टाँसेर डिजाइन निकाल्नु भन्दा पनि यो कलरहरूबाट प्लास्टरहरूबाट डिजाइन निकाल्दाखेरि बढी व्यवहारिक हुन्छ, ड्युरेबल हुन्छ क्या। घर भन्ने कुरा होइन 2-4 वर्ष 5 वर्षमै फेरि रेनोभेट गर्न सकिँदैन नि त। अब यो सुर्खीको आजकल धेरै नै ट्रेन्ड छ। अब सुर्खीमा पनि अब यहाँनिर जुन फ्लोरेन्सेन्स आइरहेछ नि, त्यो इँटामा ढुसी के सेतो, त्यो सेतोपन आइरहेछ नि होइन। आजकलको इँटा तपाईँले जति नै महँगो हाले पनि यो सेतो ढुसी आउँछ क्या है। त्यो भएर त्यो जुन सुर्खी वाल छ नि, सुर्खी वालमा वाल मात्र गरिन्छ, पछि हाम्रो त्यो सुर्खी होइन यो इँटा बनाउँदाखेरिको धुलो अनि चुना होइन अनि पानी मिसाएर अलिकति सिमेन्ट मिसाएर त्यसपछि लेपेर त्यो सुर्खीको डिजाइन निकालिन्छ। त्यसमा पनि माथिबाट तपाईँले सिलिकन कोट गर्नु भएन भने त्यो पुरै भित्र सिपेज आउँछ होइन। अनि यो ढुसीहरू पनि आउँछ होइन। त्यो भएर माथि तपाईँले सिलिकन हाल्नै पर्छ। अब त्यो सिलिकनको के हुन्छ भने 1-2 वर्ष हो क्या, त्यसपछि फेरि त्यो सिलिकन हाल्नुपर्छ। घर भन्ने कुरा त 2-3 वर्ष 4-5 वर्षसम्म रेनोभेट गरेको गर्न सकिँदैन नि त होइन। त्यो भएर
हुन्छ नि बनाउँदाखेरि कुराहरू विचार गर्नु, जुन जुन प्रब्लमहरू हामीले फेस गरिरहेछौँ साइडमा त्यसलाई कसरी मिनिमाइज गर्ने र राम्रो इन्जिनियरसँग बसेर सल्लाह गर्ने, त्यो अनुसारको डिजाइन दिने होइन। एउटा इन्जिनियरले पनि बुझ्नु जरुरी छ, आर्किटेक्टहरूले पनि बुझ्नु जरुरी छ होइन। पानीको लेग्राहरू आइरहेको हुन्छ, डिजाइन त दिइरहेको हुन्छ नि आर्किटेक्टहरूले, पानीको लेग्राहरू 1-2 वर्षमै पुरै पानीको लेग्राहरू आइरहेको हुन्छ क्या। त्यो लेग्रा किन आयो, कुन ठाउँमा के गर्यो भने त्यो लेग्रा आउँदैन, त्यो चाहिँ विचार गर्नु पऱ्यो विशेष गरी सिभिल इन्जिनियरले। अनि सिभिल इन्जिनियरको अनुसार अनि आर्किटेक्टले त्यो अनुसारको डिजाइन दिँदा बेटर क्या। अरू आर्किटेक्ट आफै साइडमा गएर ती कुराहरू अब्जर्भ गर्ने अनि आफ्नो डिजाइनहरूलाई बढी फङ्सनल बनाउने क्या। सर्लक्क अब त्यो पिनिन्ट्रेस्ट होइन देखेको डिजाइन सर्लक्क नेपालमा कपी गर्दाखेरि त्यो त मिल्दैन नि त। किनकि कुनै एउटा ठाउँ जहाँ ड्याम्पनेस पानी कम पर्छ त्यो ठाउँको डिजाइन सर्लक्क ल्याएर नेपालमा कपी गर्दाखेरि त मिल्दैन नि त होइन। सो त्यो भएर डिजाइनको कुरा पनि विचार गर्नुपर्छ है। ल यहाँनिर यो कोर्निसको हो होइन। यो कोर्निसको पनि अब यो थप एउटा के जानकारी दिन चाह्यो भने जस्तै यो कोर्निस हामीले लगेर माथि ठ्याक्क फ्ल्याट गरेर टुङ्गाउनुपर्छ है, न कि यसरी। जस्तै यो घरमा हामीले हेऱ्यो भने त्यो कोर्निसहरू झ्यालको माथि छ नि, समस्या काठमाडौँमा के छ पऱ्यो भएको छ क्या है। अनि होइन नि त्यो पऱ्यो भएर चाहिँ नि त्यो कोर्निसको माथि मजाले पऱ्यो भएर बस्छ क्या। त्यो भएर यस्तो कोर्निसको डिजाइन दिँदै हुनुहुन्छ नि माथि गएर ठ्याक्क त्यो बन्द गरिदिने क्या, त्यो बस्ने ठाउँ नबनाइदिने है पऱ्यो भएरलाई। यो बर्ड फ्लूको हल्ला छ अहिले त झन् होइन, यो चराचुरुङ्गीहरू होइन। अब एउटा धार्मिक अथवा के भन्छ मानवता पनि होला सायद, के भन्छ त्यसलाई होइन, चराचुरुङ्गीहरूलाई प्रोटेक्सन गर्नुपर्छ होइन। तर आफ्नै घरमा ल्याएर प्रोटेक्सन गर्दा त्यसले कति फोहोर गर्छ होइन, त्यो परेवा घरमा परेवा आएर दुःख दिएकोलाई मात्र थाहा हुन्छ क्या है। त्यो भएर डिजाइनहरू दिँदाखेरि पनि यो चराचुरुङ्गी बस्ने डिजाइन होइन, उनीहरूलाई सजिलो हुने डिजाइन चाहिँ नगर्दै राम्रो है। ल त्यो छ। भिडियो छोटो छोटो बनाउँछु भने चाहिँ लामो भइहाल्छ है।